साले त कसरी झरिरह सानो मान्छे खोलामा हिँडिरह नजाऊ त दुईजना रेडी है लाऊ तल गएर डिउ किन्ने अनि खाएर टक्क आउने लाऊ डिउ किन्ने चिप्स किन्ने अनि खाने आउने खोलामा जाने लाऊ अब अर्कै खोलामा जाने आज अर्कै खोलामा वहाँ पुल भएका खोलामा जाने पुल भएका खोलामा जाने ढोडा नि त रात पर्थे यहाँ नजिक आएर हामी खोलामा जाँदैछौँ अनि त्यसपछि त्यसपछि खोइ ताडी आम पिजा यहाँबाट उता खोलामा जाने हो अनि बाबु त्यहाँबाट हामफाल्न सक्छ कहाँ गएका हेर हेर साले त कसरी झरिरह ए उता चाहिँ ल बगाउ त बगाउँछ अनि सानो मान्छे के गर्न आऊ माछा मार्न आऊ अनि कतिवटा माछा मार्ने हो साले हात के गर्न आयो नि माछा मार्न अनि कसरी मार्ने माछा ए माछा त्यसरी समात्ने हो र अनि माछा मारेर के गर्ने नि के गर्ने अरे
खानी हो ओ अनि भिरको बाटो कसरी आयो त यहाँसम्म बाइकमा चढेर हो उ त्यो बाइकमा चढेर हो ए अनि जाबिर कहाँ हो बगाउँछ कता हो जाबिर चाहिँ यहाँ माछा मार्न लागिरहेछ माछा मार्न आएको अरे अहिले चाहिँ माछा खोजिरहेछ खोलामा र सालेले पनि माछा खोजिरहेछ र उनीहरूले चाहिँ ढुङ्गाले हानेर माछा मार्न लागिरहेछ यहाँ ढुङ्गाले हानेर माछा मार्ने तर्खरमा छ सालियाले ढुङ्गाले हानेर माछा मार्यो अनि खोलामा आज कस्तो लागिरहेछ त आज कति किलो माछा मारिन्छ ओइ लो रुजो आज जाबिर र सालिया चाहिँ खोलामा आछन् धेरै दिन भएको थियो खोलामा आउने भनेर खुब रमाइरहेछ पानीमा खेल्दै यो चाहिँ मुस्किल खोला हो बाटो चाहिँ एकदम खतरनाक छ यहाँ पुरा पहिरो गएको छ बाटो पहिरो गएर यहाँबाट जान त सकिन्छ तर हामी आज खोलासम्म मात्र यहाँबाट जान्छ म चाहिँ यहीँ बच्चाहरूको लागि यहाँ आज खोलामा यसो धेरै बाटो जाने भनेर त्यही भएर खोला नलिएर आएको कस्तो लाग्यो राम्रो लाग्यो रमाइलो लाग्यो हामी कहाँ हो आज कुन खोला हो यो थाहा छैन सानो मान्छे खोलामा हिँडिरह कति बेला लड्ने थाहा छैन ल भयो माछा मार्यो हो मारेको छैन कहिले मार्ने हो त लड्छ ल नजाऊ त दुईजना बस्छ म फोटो खिच्छु ल रेडी है जाबिर र सालेहा चाहिँ यहाँबाट उता भाग्दैछन् पहिरो गएको छ सो मेरो डरले गुरु तडिरहन्